हेलो नमस्ते साथीहरु। आज फेरि एकदमै रमाइलो अनि रोचक भिडियो लिएर आएको छु। कर्मभूमि छोडेर जन्मभूमि आएको बेला हैन, चट्ट मौका पर्यो। अब धेरै वर्षपछि हैन हाम्रो साकेला नाच, साकेला सिलीहरुको चाहिँ रमाइलो लिने एउटा अवसर मिलेको भएर तपाईहरुलाई पनि अब मैले जसरी रमाइलो लिए तपाईहरुलाई पनि देखाउने कोसिस गरेको छु है त। यो चाहिँ हामी राईहरुको एकदमै महान चाड हो कि यो हामीहरुको ऐतिहासिक चाड हो। वर्षमा एकचोटि उधौली र एकचोटि होली मनाइन्छ। अनि आज यहाँ हाम्रो काठमाडौँको टुडी खेलको पालो रहेछ। म पनि चट्ट काठमाडौँ घुम्न आएको थिएँ। हेर्न सक्नुहुन्छ यसरी मान्छेहरु सबै आफ्नो आफ्नो तरिकाले रमाइलो हैन एउटा पर्व मनाइराख्नु भएको छ। म पनि उहाँहरु मध्येको एक हो पर्व मनाउन आउने। अनि टुडी खेलमा चाहिँ चट्ट आज परेको रहेछ। अनि घुम्नको बेलामा खिचेर तपाईहरुलाई पनि यसो सानो भिडियो लगाइदिउँ न त भन्ने उद्देश्यले आएको हैन। त सबैजना आफ्नो आफ्नो मस्तमा हुनुहुन्छ। म पनि उहाँहरूले रङ्ग रौस गर्नुभएको यसो हेर्दै रमाइलो लिँदै यस्ता छु। अनि मान्छेलाई एउटा रमाइलो अनि रहुस हैन एउटा रहर भएपछि न त घामले छेक्दो रहेछ, न पानीले छेक्दो रहेछ, न धुलो माटोले छेक्दो रहेछ। यहाँ त कति धुलो माटो छ, कति गर्मी छ। अनि ट्राफिक दाइहरु पनि अब ट्राफिक सरहरु गर्मी धुलो नभनिकन सुरक्षा दिइराख्नुहुन्छ प्रहरी सरहरुले पनि। अनि हामी चाहिँ यता रमाइलो गर्दै हो। यता हाम्रो नाता खोज्दै अब उहाँहरु पनि त्यस्तै हो। नाताहरु अब कता कता आउनुभएको छ भेटघाट गर्ने। हाम्रो भाइ एकदम जोसिएर नाचिराख्नु भएको छ। हाम्रो साकेलामा चाहिँ त्यो सिली हुन्छ हैन, सिली चाहिँ स्पेशल सिली गर्नुपर्ने हुन्छ। यो चाहिँ नर्मल हो। अब सिली उठाउने अनि सिली बिसाउने हुन्छ कि हाम्रो क्रम त्योहरू चाहिँ एकदमै हेर्नुपर्ने हुन्छ कि रमाइलो राम्रोसँग। हाम्रो यहाँ भान्जा हुनुहुन्छ, भान्जा कालो कोट लगाउने चाहिँ हाम्रो भान्जा सेतो पगडी लगाउनु भएको। आज एकदमै फुर्तिलो हैन एउटा बाबुबाजेले नानी भएको बाबुबाजेको संस्कारलाई एकदमै पालन गर्नुभएको रहेछ। सानो सानो छोडेर गएको अब अहिले त यति ठुल्ठुलो भइसक्नु भएछ कि घरमा यस्तो मजाले नाच्नु भएको छ। मलाई पनि खुसी पनि लाग्यो, रमाइलो पनि छ हैन। यहाँ विभिन्न हाम्रो राईहरुको चाहिँ कस्तो हुन्छ भने खोला टोला भन्छ हैन। खोला टोला भनेको चाहिँ अब हरेक जिल्लाको आफ्नै अनि जिल्ला छोडेर गाविस नभएर गाउँ लगभग गाविसको चाहिँ अब एउटा गाविस पहिली गाविस भन्छ, अब अहिले वडा भन्छ। वडाको एउटा सिली भने जस्तै हुन्छ। हुन त लगभग एउटै जस्तो देखिन्छ देख्नलाई, तर केही कुराहरू केही स्टेपहरू चाहिँ फरक हुन्छ कि। त्यही माथि यहाँ त अब हिमाल पहाड तराई हैन कोही छैन पराई भन्ने जस्तो हामी सबै एकमुष्ट भएर हैन एउटै आँगनमा एउटै अब सिलीमा नाचिरहेको छौँ। त्यही भएर पनि ठुलो राउन्ड हुन्छ यहाँको नाचे। गाउँघरतिर अब यति धेरै भइँदैन। गाउँघरमा मान्छे नि अहिले कहाँ छ र हैन, सबै यसरी काठमाडौँमा भरिएपछि त गाउँमा त रित्तै छैन। हाम्रो देशको दुर्भाग्य भनौँ कि सौभाग्य भनौँ, अरूको देशमा राजनीतिले देश बनाउँछ, हाम्रो देशमा चाहिँ अब देश उगालेको भनौँ कि बनाएको भनौँ। अब युवा जति हैन जस्तै अब +2 पढ्नु बित्तिकै विदेश जानै पर्ने अनि गाउँघरमा अलिक काम गर्नु सक्ने मान्छेहरू नबस्नु पर्ने, उनीहरू सहर आउनु पर्ने हैन। गाउँघरमा अलिकति पैसा भयो पुँजी भयो भने पनि अब सहर आउनु पर्ने। काठमाडौँको चाहिँ अब यस्तो उर्वर भूमिलाई घरले छोपेर अब अन्न त एक दाना पनि उब्जिँदैन। अनि अर्काको देशबाट निर्यात नगरेर के गरोस् त हैन। जनताले पेट त पाल्नु पर्यो, खानु त पर्यो, खानेर लाउनु त अनिवार्य छ। अब हामीहरू नाच हेरेरै रमाइलो गरौँ है त। यहाँ विभिन्न राईहरूको चाहिँ नाच छ हैन। यहाँ सबै भए जति लगभग नेपालमा भए जति सबै राईहरूको नाच पाइन्छ है यो टुडी खेलमा चाहिँ। चामलिङ, खालिङ, बान्तावा, कुलुङ, याक्खा हैन, सुनुवार, धिमाल सबै राईहरूको चाहिँ यहाँनिर सबै किराती जातिहरूको चाहिँ नाच है यहाँ चाहिँ।
आफैले हेरेर चिन्नु होला अनि चिन्नु जान्नु भनेहरूले चाहिँ कमेन्ट गर्नु होला ल कसको रहेछ। मलाई पनि त्यति थाहा छैन। अब म पनि धेरै वर्ष भयो नाच चिन्नु भनेहरूले यसो कमेन्ट पनि गर्नु होला है त। चाहिँ कुन राईहरूको नाच त यहाँहरूले कमेन्ट गर्नु त चट्टसँगले होइन, मलाई पनि थाहा भएन। तर उहाँहरूको पनि एकदमै रोचक र एकदमै रमाइलो, मलाई त अलिक नौलो पनि लाग्यो नाच है। उहाँहरूको अब पोसाक भयो, वेशभूषा होइन, एकदमै के अरे युनिक छ कि होइन, नेपालमा पाउने पोसाकहरू मैले पनि युनिक पोसाक छ उहाँहरूको। हेर्नु होला अनि कमेन्ट गर्नु होला है त। अगाडिपट्टि गएर उहाँहरूको गाडी फेसपट्टिबाट खिच्छ है त, त्यसबाट चाहिँ यस्तो देखिन्छ है। हेर्नु होला उहाँहरूको हाते
सन्देशजी होइन इसारा उहाँहरूले गर्नुभएको सन्देश एकदमै अनौठो छ। लोक उन्मुख नाचहरू हो कि योहरू चाहिँ। अब अरू सबैको नाचहरू त अब डान्सहरू त सबैले गर्छन् नि त, तर यो चाहिँ एकदमै कल्चर डान्स हो होइन। अनि एउटा प्राकृतिक पुजारीहरूको प्राकृतिक डान्स हो कि यो, प्रकृतिसँग एउटा सन्देश हो कि यो चाहिँ, प्रकृतिलाई सन्देश हो यो चाहिँ डान्स है त। यो नर्मल डान्स जस्तो अरू बेलामा गरिँदैन, एउटा सिजनको ठ्याक्क उधौली र उभौलीको बेलामा मात्रै गरिन्छ है। रिक्वेस्ट गर्नलाई गरिन्छ, जस्तै माग्नको लागि गरिन्छ र बुझाउनको लागि गरिन्छ कि उधौली र उभौली भन्दा चाहिँ है त। उधौली भन्नाले अब बुझाउनलाई, उभौली भन्नाले अब माग्नलाई। साकेला आयोजना अर्को हप्ता शनिबार ज्येष्ठ 10 गते च्यासोन्डोल आवासी चिनारी पार्क। व्यवसायहरू हुनुहुन्छ आयोजकको सचिवालयमा हामीसँग एक्सट्रिम इनर्जी ड्रिङ्क्स अनि कोक सँगसँगै फ्यान्टा रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। यदि कसैलाई चाहिएको खण्डमा सचिवालयमा सम्पर्क गरिदिनुलाई म अनुरोध गर्दछु। एक्सट्रिम इनर्जी ड्रिङ्क्स, कोक र फ्यान्टा हामीसँग प्रशस्त मात्रामा रहेको छ। एक्सट्रिम इनर्जी ड्रिङ्क्स त्यसै गरी कोक र फ्यान्टा हामीसँग स्टक छ। तपाईँहरू यदि कसैलाई आवश्यक परेको खण्डमा आयोजकको सचिवालयमा सम्पर्क गर्नुहोला। एक्सट्रिम इनर्जी ड्रिङ्क्स त्यसै गरी कोक अनि फ्यान्टा। इनर्जी ड्रिङ्क्स र कोक अनि फ्यान्टा हामीसँग स्टक छ। आयोजकको सचिवालयको सम्पर्क गर्नुहोला। एक्सट्रिम इनर्जी ड्रिङ्क्स अनि फ्यान्टा र कोक हामीसँग स्टक छ। तपाईँलाई यदि चाहिएको खण्डमा आयोजकको स्टेजमा आयोजकको सचिवालयमा सम्पर्क गर्नुहोला। यहाँ हाम्रो आन्टीहरू नाच्नु भएको छ, अन्त बहिनी पनि आइसक्यो। हामी अर्को हप्ता साकेलाको हाम्रो आन्टी र बहिनीहरू हरियो लगाउने आन्टीहरू, अन्त हरियो लगाउने दुईजना आन्टी रातिको बहिनी, अनि रातो चाहिँ बहिनी है। कमिटी स्थान च्यासोन्डोल आवासी चिनारी पार्क। स्टल जति पनि व्यवसायी तपाईँ फुड स्टल व्यवसायहरू हुनुहुन्छ, तपाईँहरूलाई यदि आवश्यक परेको खण्डमा हामीसँग आइसक्रिम इनर्जी ड्रिङ्क्स र कोक अनि फ्यान्टा रहेको कुरा हामी जानकारी गराउन चाहन्छौँ। तपाईँले आयोजकको सचिवालयमा सम्पर्क गर्नुहोला। आजको यो भव्य समारोह अथवा नाचलाई सहयोग गर्न हुने हाम्रो कम्पनी व्यवसायी व्यक्तित्वहरूको नाम हामीले पक्कै दिनुपर्छ भन्ने लाग्छ। सजिलो डायट सेभिङ, खास डायट सेभिङ पार्टनर आजको
हामीले अलिकति नाम लिइसकेको छौँ। एकदमै ख्यातिप्राप्त व्यक्तित्व कलाकार, त्यसै गरी विमान चालक पाइलट क्याप्टेन विजय राणा। यो चाहिँ खास नेपाली कम्पनी जसले आज यो साकेला उभोलीको अवसरमा 40% फुल भोचर पनि दिइरहेको छ। यसै फुल खेल अन्तर्गत स्टल नम्बर 40 मा गएर तपाईँहरूले फुल भोचर लिएर घर फर्कने बेला आज सजिलो लाइफ एपबाट तपाईँहरूले 40% सुविधा फ्री डिस्काउन्ट दिएर घर जान सक्नुहुने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। उहाँहरूको फेरि अर्कै डान्स छ, अर्कै नाच छ, अर्कै सिली छ। कुन नाच हो उहाँहरूको नाचको बारेमा पनि यसो कमेन्ट गरिदिनु होला है त। आदिबाट बितेको 4 महिनाहरूलाई हामीले आफैले व्यवस्थित गरेर यो आजको कार्यक्रमलाई सफल पार्नको लागि पनि यहाँको महत्त्वपूर्ण भूमिका रहेको कुरा म यहाँसँग निवेदन गर्न चाहन्छु। व्यवसाय साथीहरूले विशेष गरी यहाँको 4 महिनालाई व्यवस्थित गरी हामी आएका चाहिँ ब्यागमा राखेर 4 महिना गर्छिनको लागि म यहाँसँग हार्दिक विनम्र अनुरोध गर्दछु। व्यवसायहरू तपाईँहरूलाई छिटोको आवश्यक परेमा हामीसँग र इलेक्ट्रिक ड्रिङ्क सिस्टम रहेको कुरा म यहाँसँग जानकारी गराउन चाहन्छु। प्रत्येक पश्चिम मार्गमा व्यक्तित्वहरूले आफूबाट बिग्रेको फोहोरहरूलाई व्यवस्थित गर्ने ब्यागहरूमा लगेर व्यवस्थित गरी आजको कार्यक्रमलाई सफल गर्नको लागि पनि म यहाँसँग भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। अब अर्को भिडियो अलिक छिटै नै आउनेछ। त्यो भिडियो नआइन्जेलसम्मको लागि छुटिराखौँ। सबैजना राम्रो रहनु होला, सुखी रहनु होला, खुसी रहनु होला हैन। यो नाच हेरेर रमाइलो मान्नु नै भयो होला। अर्को भिडियो चाहिँ मेरो सपनाको भिडियो छिटै नै आउँदैछ। त्यो भिडियो नआइन्जेलसम्मको लागि छुटिराखौँ। सबैलाई बाई बाई।